Good morning everyone, welcome back to my channel. So it's me Susila Yakha vlog. So आज बिहान उठिसकेको छु अनि अहिले चाहिँ मैले जस्ट मुख धोएर आएको छु। अब के काम गर्ने छु म तपाईलाई देखाउने छु, हेर्दै गर्नु होला। अनि चिया खानुको लागि चाहिँ मैले चाहिँ भट्टाभटी दुध उमाले हैन, अनि यसरी उम्लिँदैछ दुध पनि। अनि टक्कै मैले कम्ती रङ कारे हैन, रङ कारेर चट्टै कपमा हाले। अनि यसरी हेर्नुस् न कडा रङ हैन, कस्तो दामी झन्डै बाङ्गो हाली पठायो। अब चाहिँ दुध पनि हाले यसरी। यो चाहिँ मैले नुनको चिया बनाएको नि त, हेर्नुस् हो। अब यसमा चाहिँ पानी थप्नुपर्छ नि त, नुनको चिया बनाएको। अन्त त्यही भएर चाहिँ नुनको चियाले गर्दाखेरि चाहिँ मैले चाहिँ पानी थपेको छु हैन, किनभने तातो पानी थप्दाखेरि चाहिँ मिठो हुन्छ नि त, अनि छिट्टो पनि हुन्छ हैन। अनि त्यही भएर चाहिँ थपेको पानी यहाँनिर राखेको छु। चिया बनाएर छिटो छिटो गरेर चाहिँ मैले चाहिँ खाना पनि बसाएँ नि त, अहिले ढिलो हुन्छ भनिकिन। साथीहरू म चाहिँ चिया खाँदै अब खाना चाहिँ बनाएँ। अन्त अब सब्जी के टिप्नु पर्यो भनेर चाहिँ म चाहिँ सब्जी टिप्नु लागि यसो यताउता हेर्दै थिएँ नि त। अन्त त्यो भएर चाहिँ यहाँनिर मैले एउटा सिमी देखेको छु हैन, त्यो सिमी चाहिँ म पकाउने छु। अनि हेर्नु होला हाम्रो घरको आँगनको छेउमा चाहिँ यस्तो च्याप्टो सिमी छ। अन्त हामीले चाहिँ खाएकै थिएन, अस्ति कोले लग्यो नि त। अन्त चाहिँ मैले चाहिँ आज चाहिँ सिमी टिपेर खाऊँ ल भनेर भने। अन्त खाना बसाइकन चाहिँ यसरी सिमी टिप्नु आएँ हैन, कति दामी छ हेर्नुहोस् त, वाउ हैन। अनि मैले चाहिँ यता टिपेर यति कहिले छिटो छिटो ढिलो भइसकेको थिएँ नि त। अब ड्युटी पनि जानुपर्ने भनेर चाहिँ मैले चाहिँ छिटो छिटो सिमीहरू हेर्दै थिएँ नि त। कता कता करणले चाहिँ मलाई यहाँ छ त्यहाँ छ भन्दै देखाउँदै थियो हैन। अन्त मैले चाहिँ हेर्दै थिएँ नि, माथि चढिकन टिप्दै थिएँ हैन। अन्त हेर्नुहोस् यसरी हतार पनि भइरहेको थियो नि त। अन्त अब जति छ त्यति नै लिएर जान्छु भनेर सोच्दै थियो। करणले चाहिँ यहाँ छ त्यहाँ छ भन्दै थियो। अनि मैले चाहिँ टिपेर चाहिँ यति बेला पारिसकेको छु। फाइनली गाइस यति भइसकेको छ हैन। अब यो चाहिँ पकाउने हो। अब चाहिँ मेरो कुखुरा हेर्नुपर्ने छ नि त। सिमी टिपिसकेँ यति भयो हैन। अब कुखुरा हेरिहाल्छु यतिकै। कुखुरा पनि मुनिपट्टि सारिसकेको छु हैन, किनभनेदेखिको पुरा बदमास गर्छ अब ड्युटी आउने टाइममा। अन्त कुखुरालाई चाहिँ यसरी बनाएको छु, हामी आफै बनाएको नि त करण र म भएर। कुखुराको मुनिपट्टि चाहिँ भाटाले बारीकिन चाहिँ यसरी बनाएको छौँ कुखुराहरू राख्ने, ताकि फुलहरू नखोर्सोस् भनेर चाहिँ हैन। यसरी राखेको छु। म हेर्नुहोस् न पोतीहरू। अन्त मैले चाहिँ टिपिसकेँ सबै कुरा चारो सारो दिएर पनि म जाँदैछु यसरी हैन। अन्त यहाँनिर जाँदै जाँदै मलाई त्यहाँ फुलमा एक दुईवटा पत्ताहरू आएको देखेँ नि त, त्यहाँदेखि त्यो पनि टिप्नु मनपर्छ हैन। किनभने मलाई चाहिँ फुलमा अलिकति उयो आएको मनपर्छ, झारहरू आएकै मन पर्दैन नि त। अन्त हेर्नुहोस् न यसरी रोपेको छु हैन। अन्त झारहरू टिपी आउँदाखेरि मैले यो टिपेको नि त, किनभनेदेखिको अब घरिघरि अब कति टाइम लाग्छ हैन, टाइमै पाउँदैन नि त। अन्त त्यतिकै आउँदै थिएँ हैन। अन्त मलाई त सधैँ जानु मन पर्यो, आफूले रोपेको फुलहरू त कति हेर्नु मन परिबस्छ नि त हैन। अन्त मैले चाहिँ जस्तै रोपेको फुलहरू थियो नि त, सानो पत्ताहरू आएको चरी अमिलोले चाहिँ पुरा खान्छ नि त। अन्त त्यो भएर चाहिँ यो चाहिँ हेर्नुहोस् न मैले सानोबडे अर्को फुलबारीमा आइरहेको थियो। अन्त यसरी यो जुन चाहिँ सानो सानो यो पिटिनियाहरू रोपेको छु हैन, अर्को पटमा उम्रेको। यो चाहिँ प्रेमकी दिदीले दिनुभएको मटर ह्याङ्गिङ पट। यो चाहिँ मैले भर्खरै मात्रामा सारेको नि त, बहिनीले यो पट दिनुभएको थियो। अन्त यसरी सारेको छु हैन, हेर्नु सक्नुहुन्छ। मलाई कस्तो मनपर्छ नि त। अन्त बल्ल बल्ल सार्दैछु। त्यहाँनिर चाहिँ तपाईँले हेर्नु सक्नुहुन्छ, यहाँ चाहिँ मेरो काँक्राहरू उम्रिँदैछ हैन, एकदम राम्रो खालको कालिम्पोङको काँक्रा। अनि यहाँनिर चाहिँ खानामा सिटी पनि लाग्यो। अनि मैले चाहिँ भट्टाभट्टी सब्जी केलाउनु थालेँ नि त। अब ढिलो पनि भइसकेको थियो हैन, सबै काम सकेर चाहिँ म भित्र सब्जी पकाउनु थालेँ नि त। करणले चाहिँ मलाई भिडियो बनाइदिँदै थियो हैन। अब लु फाइनल्ली मेरो खानाको सिटी पनि मजाले लाग्यो। अब चाहिँ म यसलाई निकाल्छु, अनि निकालिकन सब्जी बनाउने छु। अनि साइडमा आलु पनि छिल्नु थाल्यो नि त करणले। अनि म त्यो सब्जी पनि बसाइदिन्छु, बनाएर पनि अब पाक्नु आँटिसकेको छ हैन। सकेर हेर्नु सक्नुहुन्छ कति सिम्पल छ हैन। अनि त्यो सब्जी बनाउँदै म चाहिँ यतापट्टि रेडी पनि हुनु थालेँ नि त। छिटो छिटो हतार भइसकेको थियो ड्युटी आउनु लागि हैन। अलिकति मोइस्चराइज लगाउनु थालेँ, त्यहाँदेखि हतार हतार गरेर जुत्ताहरू पनि लाउनु थालेँ हैन। जुत्ता मजा लगाएँ, त्यहाँदेखिको जुत्ता पनि जुत्ता सुत्ता लगाउनु थालेँ हैन। सोच्दैछु अब ला ढिलो भइसक्यो भनेर। अन्त हतार हतार जुत्ता पनि लगाइसकेँ हैन। अब चाहिँ जुत्ता लगाएर अब अरू कसरी रेडी हुनुपर्ने भनेर त्यहाँदेखि त्यो सक्दा सब्जी पनि चलाउनु गयो हैन। अनि चाहिँ रेडी भइसक्यो हैन, मेकअप सेकअप पनि गरिसकेँ नि त साथीहरू। हेर्नु होला, लु मैले रेडी पनि भइसकेँ हैन। बेसी क्रिम त लाउँदैन, तर पनि छिटो छिटो गरेर चाहिँ रेडी भइसकेँ। ढिलो हुन्छ नि त। अन्त त्यही भएर चाहिँ टक्कै अब खाना पनि उचालेर खानासाना लगाउँछु भनेर सोचेँ। अनि खाना पनि लगाइसकेँ हैन।
आज चाहिँ कम्ती लान्छु, म आफै लगाउँछु, आज चाहिँ कम्ती लान्छु भनेर सोचेँ नि त। अन्त खाना मैले यति मात्रै हालेँ होइन। त्यहाँदेखिको टक्कै खानासाना गर्दा गर्दा कुखुरालाई चारो पनि दिन्छु भने, अनि कुखुरालाई चारो दिँदाखेरि कति ढिलो भइसकेको थियो नि त साथीहरू। अनि त्यतिकै अरू चाहिँ मैले देखाउनु भएन, नेक्स्ट टाइम देखाउने छु।